यो मेरो रेसिपी कति धेरैजनाले कपी गरेको देख्छु कि, तर मैले सुरुबाट जुन रेसिपीमा बनाएको थिएँ त्यही रेसिपीलाई मैले कन्टिन्यू गरिरहेको छु है। यति धेरैजनाले मन पराइदिनु भएको छ कि यो अचार चाहिँ तपाईँको जिब्रोसम्म नपुगेर हो, यदि पुग्यो भने नि यो अचार मलाई मन पर्दैन भन्नलाई कुनै बहानै छैन कि, त्यति मिठो हुन्छ। सुरुबाटको मेरो एउटै रेसिपी, यस्तो दामी रेसिपी गर्वको साथ भन्दछु मैले, मेरो यो आफ्नै रेसिपी हो, लास्टै मिठो हुन्छ। मैले चाहिँ मासुलाई ल्याएर एउटा डेक्चीमा सर्लक्क खनाएँ। पिस चाहिँ अलि ठुलो सानो गराइदिनुहुन्छ कि दोकानको त्यो दाइले, त्यही भएर मैले धोएर पिसलाई एक नासको बनाइसकेपछि अब तेललाई तताएर लसुन अदुवा फ्राई गर्छु। मैले इन्ग्रिडियन्ट्सहरू मजाले नै हालेको हुन्छु सामानहरू, तर के हालेछु भनेर अचारमा चाहिँ देखिँदैन, किनकि मलाई त्यो अचारमा के त्यो छ्याछुसाको मुखमा आएको मन पर्दैन के। सबैको आफ्नो तरिका हुन्छ होइन। ल हेर्नुहोस् त कस्तो मजाले ब्राउन हुने गरेर लसुन अदुवा फ्राई भइसक्यो। अनि मैले अब सेलाउनलाई एउटा भाँडामा छोडिदिएँ। त्यसपछि मैले इमिलीलाई भिजाएर राखेको थिएँ पानीमा, त्यसलाई चाहिँ मिचेर यसरी गेडा जति अलग गर्नुपर्ने हुन्छ। अनि त्यसपछि यसको पानीलाई मात्रै एक ठाउँमा छानेर पानी मात्रै यसको पकाउनु पर्ने हुन्छ। त्यसको छेक्रा जति चाहिँ सक्दो सबै फ्याँक्दिने के, मसिनो जालीले छानेर भए पनि। अनि यसलाई मजाले मिडियम ग्यासमा पकाइसकेपछि यस्तो बाक्लो खालको प्युरी बनाउने। अनि यो प्युरी चाहिँ यस्तो दामी हुन्छ क्या अचारमा। अनि मैले मरमसला पनि घरमै तयार गर्छु। मैले बाहिरबाट किन्ने मसला कुनै पनि हाल्दैन, सबै घरमै हो तयार गर्ने। मसला पनि पिसेर तयार भइसक्यो। अनि अब मासुलाई मैले फ्राई गर्छु। हेर्नु न मासु पनि कस्तो दामी देखेको कि है, धोइधाइ गरेर पिस एक नासको गरेको, कस्तो राम्रोसँग फ्राई पनि गरिहालेँ मैले ब्राउन हुने गरेर। मासु सबै फ्राई गरेर एउटा भाँडामा यसरी एकट्ठा गर्छु। अनि त्यसपछि मैले यसमा चाहिँ 19वटा सामान छ है मेरो यसमा, अब सबै देखाउनु पर्छ भन्ने छैन है। अनि त्यसपछि मरमसला फ्राई गरेर अचारलाई मोलेर टक्क पारेर 12 घन्टा भिजाइसकेपछि डब्बामा प्याकिङ गर्छु। साँच्चै भन्यो भने नि यो अचार जसले खानुहुन्छ उहाँहरू पल्किनुहुन्छ है, साँच्चै यो मैले ग्यारेन्टी दिन्छु। विश्वास लागेन भने 250 ग्रामको पनि चिकन अचार पाइन्छ, पहिला त्यो ट्राई गर्नु, त्यसपछि आफै थाहा पाउनुहुन्छ है।